भण्डाफोर.com मा यहाँलाई स्वागत छ। म विकास आगरी। हाम्रो सामने हुनुहुन्छ नेपाली कांग्रेसको जिल्ला कार्य समितिको सदस्य हुनुहुन्छ। उहाँ विशेष गरी भरत कुमार सुवारलाई जिताउनको लागि भारतबाट नेपाल जानु भएको जुन सक्सेस भएर पनि आउनुभयो। उहाँसम्म हामी केही प्रश्न गर्ने प्रकरमा छौँ। उहाँलाई हामी स्वागत छ यहाँलाई। तपाईँ भारतको मुम्बईदेखि नेपालको अछामसम्म जानुभयो। यहाँसम्मको विशेष गरी तपाईँले चुनाव लक्षित गरेर नै जानुभएको हो। कस्तो रह्यो तपाईँको यात्रा? एकदम सुखद अनि सफल भएको यात्रा। विक्रम सम्वत 2056 साल यतातिर हामीले असम जिल्लाको क्षेत्र नम्बर 1 मा नेपाली कांग्रेसको 4 तारे झण्डा र रुखलाई फरफराउन सकेका थियौँ। विगत लामो समयदेखि 26 वर्षको अन्तरालमा अहिले हामी चाहिँ 26 वर्षको अन्तरालमा नेपाली कांग्रेसका उम्मेदवार श्री भरत कुमार सरज्यूलाई सानै थोरै मात्रै भए पनि एउटा इतिहास रच्न सफल भयौँ र हाम्रो त्याग, हाम्रो लगाव र हाम्रो देनले चाहिँ हामी अहिले नेपाली कांग्रेसको 4 तारे झण्डा र नेपाली कांग्रेसको चुनाव चिन्ह रुख चिन्हलाई चाहिँ यो 2082 फागुन 21 गतेको निर्वाचनमा, आम निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार भरत कुमार सरज्यूलाई चाहिँ जिताउन चाहिँ हामी सफल भएका छौँ। त्यहीमा नै हामी खुसी छौँ एकदम। 26 वर्षपछि हामीले इतिहास रच्न सफल भएका छौँ असममा। तपाईँलाई आरोप छ नि भारतको मुम्बईबाट तपाईँ पैसा सङ्कलन गरेर भरत कुमार सुवारलाई जिताउनको लागि जानुभएको भन्ने आरोप छ। कसरी पुष्टि गर्नुहुन्छ? अब त्यस्तो हामीले कुनै पनि उम्मेदवारलाई बिना नियोजित ढङ्गमा हामी कसैको टिक्का टिप्पणी पनि गर्न चाहदैनौँ। हामीले चाहिँ जुनसुकै पार्टीको होस् या जुनसुकै सङ्घ संस्थाको होस्, आफ्नो उम्मेदवारलाई आफ्नो भातृ सङ्गठनहरू सबै गएका छन्। हामीले कसैबाट चन्दा उठाएर, कसैबाट पैसाको लेनदेन गरेर हामी गएको होइन। हामी आफ्नो व्यक्तिगत पैसा खर्च गरेर आफ्नो 50-60 हजार रुपियाँ चाहिँ पार्टीलाई त्याग र तपस्या गरेर पार्टीलाई लगानी लगाएर आफ्नो मेहनत र आफ्नो सक्रियताको रूपमा हामी यो टाइममा चाहिँ धेरै लामो समयपछि असममा नेपाली कांग्रेसको उम्मेदवार श्री भरत कुमार सरज्यूलाई जिताउन सफल भएका छौँ। त्यही नै आम नेपाली कांग्रेसमा आस्थामा सम्पूर्ण असमवासी क्षेत्र नम्बर 1 का दाजुभाइ दिदीबहिनीहरू अत्यन्त खुसी छन्। यो हाम्रो लागि र नेपाली कांग्रेसमा आस्थामा सम्पूर्ण आम जनताको लागि चाहिँ गर्वको कुरा हो। धेरै सालदेखि अछाम जिल्ला क्षेत्र नम्बर 1 बाट डाक्टर भीमरावले जित्दै गर्दै आउनु भएको क्षेत्र। यसपालि तपाईँ उहाँको किल्ला ढाल्नु भएको छ। कस्तो महसुस भइरहेको छ? हामी एकदमै खुसी छौँ। तर भीमराव पनि शेरबहादुर देउवापछिको चाहिँ सुदूरपश्चिमको एउटा लिडर हुनुहुन्छ। उहाँलाई हामी सम्मान गर्छौँ। उहाँ हाम्रो सम्मानित नेता हुनुहुन्छ। तर कुरो के हो भनेपछि भीमरावजीले पनि नेपालमा चाहिँ अब हाम्रो असम जिल्लामा चाहिँ टाइममा धेरै पटक चाहिँ चुनाव जितेर जानुभयो। त्यस्तो क्षणिक र विकासशील काम केही पनि देख्यौँ। उहाँ चाहिँ गृहमन्त्री, रक्षा मन्त्री, पर्यटन मन्त्रीदेखि लिएर उप प्रधानमन्त्रीदेखि लिएर पार्टीको उपाध्यक्षसम्म पनि पुग्नुभयो। तर उहाँलाई हामी अछामी जनता र सुदूरपश्चिमको लागि गर्वको कुरा। तर उहाँले गर्न सक्ने काम र विभिन्न पद र विभिन्न मन्त्रीमण्डल पाउँदा पनि त्यस्तो ऐतिहासिक काम केही पनि गर्न नसकेको हुँदा असम जिल्ला र सम्पूर्ण सुदूरपश्चिमको लागि यो दुःखदको कुरा हो। यो टाइममा चाहिँ हामीले परिवर्तन खोजेका थियौँ, विगतदेखि नै खोजेका थियौँ। तर अहिले चाहिँ विभिन्न कारणवश हाम्रो डाक्टर भीमरावज्यूले चाहिँ हार्नु भएको छ। नेपाली कांग्रेसको उम्मेदवार भरत कुमार सरले जित्नु भएको छ। हामी एकदम खुसी छौँ। हामी नेपाली कांग्रेसको सच्चा कार्यकर्ता भएको हुँदा हामीले हाम्रो उम्मेदवारलाई जिताउँदा र जित्दा हामी एकदम खुसी छौँ। गर्वदेखि नै हामी हौसलाका साथ भन्छौँ नेपाली कांग्रेस जितेको छ। तर नेपाली कांग्रेसले अब चाहिँ केही न केही रूपमा चाहिँ देशमा नभए पनि असम जिल्लामा चाहिँ सेती लोकमार्गको बाटो होस् या विद्यालयको कुरो होस् या शिक्षाको कुरा होस् या स्वास्थ्यको कुरा होस् या खानेपानीको कुरा होस् या यातायातको कुरा होस्, केही कुराहरूमा चाहिँ परिवर्तन हुन्छ भन्ने हामी आशा राख्दछौँ। व्यक्तिगत हिसाबमा देवीस्थान र घुङ्गुरकोटमा तपाईँ तोपरा छड्काको राम्रो पहल छ भन्ने हामीले बुझेका छौँ। त्यसै विषयलाई लिएर देवीस्थान र घुङ्गुरकोटका मतदाताहरूलाई तपाईँले पैसाको प्रलोभन देखाउनु भयो भन्ने छ नि कुरा? हामीले कुनै पनि लोभ लालचमा नगएर
सम्पूर्ण जनताहरूमा म चाहिँ घोरकोटमा अछाममा देवीस्थानमा म पनि पुगेको थिएँ। सम्पूर्ण त्यो ठाउँ त्यो भेग त्यो क्षेत्रमा जाँदाखेरि पनि हामीले कुनै पनि कार्यकर्ता कुनै पनि जनतालाई पैसाको प्रलोभन नपालेर आफ्नो स्वयं विवेकले मतदान गर्नुहोस्। यो टाइममा जसरी पनि हुन्छ। यो चाहिँ काङ्ग्रेसले चाहिँ अहिले चाहिँ कम्युनिस्टहरू फाड्दाखेरि काङ्ग्रेसलाई फाइदा छ। आफ्नो चाहिँ स्वयं विवेकले चाहिँ नेपाली काङ्ग्रेसलाई भोट गरेर हाम्रो उम्मेदवार भरत कुमार सरलाई जिताउनुहोस् भन्ने हामीले अभियान गरेका थियौँ। त्यो अभियानमा हामी सक्सेसफुल भएको छौँ। हामीले कसैलाई प्रलोभन कसैलाई पैसाको चलखेल पनि गरेका छैनौँ। विभिन्न पार्टीहरूले गरेका रेकर्ड र विभिन्न पार्टीहरूले त्यहाँ दिएका पैसाको चलखेल हामीसँग यथावत छ। त्यसैले हामीले कुनै पनि चलखेल गरेका छैनौँ। हामीले स्वच्छ निष्पक्ष रूपमा चुनाव जितेका छौँ। हामीलाई गर्वको कुरा हो। तपाईँले भरत कुमार सरलाई सपोर्ट गरिरहँदा उहाँले हाम्रो अछाम क्षेत्र नम्बर 1 वासीको लागि गर्नुभएको उदाहरणीय काम के छ? तपाईँले के देख्नु भएको छ? अब नेपाली काङ्ग्रेसको कुरा गर्नुपर्दा अछाम जिल्लाको कुरा गर्नुपर्दा विक्रमसम्म 2049 सालमा जीविस अध्यक्ष हुँदा भरत कुमार सरज्यूले चाहिँ अछाम जिल्लाका 149वटा विद्यालयको चाहिँ कार्यस्थापना विद्यालय खोलेको इतिहास सम्पूर्ण विगत हामी नजरुनुभन्दा अगाडिको कुराहरू सम्पूर्ण त्यहाँको स्थानीयवासीलाई थाहा भएको कुरा हो। उहाँ पार्टी सभापति हुँदा पनि नेपाली काङ्ग्रेसको अछाम जिल्लाको मात्र नभएर काङ्ग्रेसको मात्र नभएर सम्पूर्ण वडाहरूमा उहाँहरूले उतातिरको ठाँटी ऋषिदहदेखि लिएर यतातिरको चाल्सा ढुङ्गा चाल्नादेखि लिएर रामा रोशनसम्म एक घर दैलोमा एक टोलमा एक वडामा गएर उहाँले काम गर्नुभएको छ। त्यो कामको मूल्याङ्कन गरेर अछामवासी जनताले उहाँलाई जिताएको छ। त्यो हाम्रो लागि खुसीको क्षण हो। तपाईँ जसरी भारतको महाराष्ट्र मुम्बईबाट नेपाल जानुभयो भरत कुमार सरलाई जिताउँ भनेर, तपाईँ नेपाली काङ्ग्रेसलाई जिताउनु जानुभयो हो कि भरत कुमार सरलाई जिताउनु जानुभयो? हामी सम्पूर्ण हाम्रो त चाहनै देशभरि नै नेपाली काङ्ग्रेस आओस्। नेपाली काङ्ग्रेसले अहिले बदलिएको काङ्ग्रेस पक्कै पनि बदल्छ देश भन्ने उद्देश्यका साथ युवा सभापति गगन थापा भएको कारणले हामीले समग्र रूपमा चाहिँ नेपालमा चाहिँ यो पटक चाहिँ है बुढापाकाहरूलाई त्यागेर बुढापाकालाई विस्थापित गरेर युवा नेता हाम्रो सभापति हुनुभएको छ। हाम्रो कामको एकपल्ट चाहिँ बहुमत आएर नेपाली काङ्ग्रेसको सरकार बन्नुपर्छ भन्ने हाम्रो चाहना हो। हामी सम्पूर्ण अछाममा मात्र नभएर नेपाल अधिराज्यभरि नै 77वटै जिल्लामा काङ्ग्रेस जितोस् र नेपाली काङ्ग्रेसको सरकार बढोस् भन्न चाहन्थ्यौँ। त्यो हामीले सोचे अनुरूप भएन। तैपनि अहिले राजसभाको माहौल केही परिवर्तन चाहन्छु र गर्छु भन्ने युवाहरूको हुटुटीमा तर देश रासमय भएको छ। त्यसको लागि पनि हामी धन्यवाद। हामी युवा भएको नाताले त्यस्तो राम्रो कार्यलाई हामीले साथ सपोर्ट गर्नुपर्छ र विगतका केही कमी कमजोरी पुराना पार्टीहरूका त्यहाँ हामीले चाहिँ कमी कमजोरीलाई निहालेर केही नयाँ ढङ्गबाट अगाडि जानुपर्छ। तर यो सिचुएसनमा यो राजसभाले चाहिँ झन्डै 2/3 नजिक 2 सिट मात्र कम ल्याएको छ। त्यसको लागि राजसभालाई धन्यवाद। अबको 5 वर्षमा नेपाली जनताहरूले केही सुखद समाचार र हामी प्रवासीहरूले चाहिँ केही राम्रो खबर सुन्नु पाओस्। नेपालमा केही परिवर्तन भयो, नयाँ सरकार आयो, नयाँ राजनीतिक दल आयो भनेर केही विकासको कुराहरू, रोजगारीको कुराहरू, शिक्षा, स्वास्थ्य हर कुराहरूमा त्यहाँको विभिन्न व्यापार बिजनेसमा टेवा पुगोस् र नेपाली जनताहरूले आफ्नो नेपालमा नै स्वरोजगार पाउन् र केही न केही मात्रामा आफ्नो देश नेपालमा नै गरोस् भन्ने यो राजसभाको एजेन्डा अगाडि ल्याओस् र राजसभालाई त्यो हाम्रो चेतावनी सुझाव सल्लाह पनि होस्। केही हजारौँ करोडौँ लाखौँ युवाहरू विदेशका छन्, तिनलाई चाहिँ नेपालमै रोजगारीको वातावरण बनोस् भन्न हामी चाहन्छौँ। नेपाल सरकारलाई अब चैत्र 5 गते बन्न लागेको सरकारलाई पनि हाम्रो सुझाव सल्लाह हो यो। नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट चयन हुनुभएका गगन थापाजी अहिले नेपाली काङ्ग्रेसको सभापति हुनुहुन्छ। यसो भन्दै गर्दा तपाईँ एउटा सुदूरपश्चिमको बासिन्दा हुँदाखेरि, त्योभन्दा अछामको बासिन्दा हुँदाखेरि तपाईँले एउटा खरो प्रश्न गर्दाखेरि तपाईँलाई शेरबहादुर देउवालाई हटाएर गगन थापा सभापति बन्दाखेरि यो अलिकति तालमेल नमिले जस्तो लाग्दैन? त्यो पक्कै पनि तपाईँले त्यो प्रश्न एकदम हृदयदेखि धन्यवाद। पक्कै पनि त्यो प्रश्न एकदम जायज हो। तर शेरबहादुर देउवाले पनि एकदम हाम्रो पूर्व प्रधानमन्त्री सम्मानीय नेता अब पूर्व सभापति नेपाली काङ्ग्रेसको केन्द्रीय हामी उहाँलाई हृदयदेखि नै सम्मान गर्छौँ। एउटा सुदूरपश्चिमको खम्बा नै एउटा केन्द्रमा चाहिँ एउटा सुदूरपश्चिमको नाम
राख्ने एउटा स्थापित गर्ने अझ पनि नेपाली काङ्ग्रेस नै आम सुदूरपश्चिमवासीका नेताहरू जनताहरूलाई चाहिँ अझै 10, 15, 20 वर्ष लाग्छ होला त्यस्तो नेता स्थापित गर्न। चाहे त हामी 5 पटक प्रधानमन्त्री भएको सुदूरपश्चिमबाट कुनै पनि पार्टीको देख्न पाउँदैनौँ, तैपनि तर सम्मानित नेता हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो कार्यकाल खाइसकेपछि अब एउटा पुस्तान्तरण र हस्तान्तरणको कुरा हो। एउटा यो प्रविधि चाहिँ विज्ञान प्रविधि, इन्टरनेट र इन्टरनेसनल प्रविधि भएको हुँदा केही मात्रामा चाहिँ अब युवाहरूको इच्छा आकाङ्क्षा बुझ्नुपर्छ भन्ने हाम्रो चाहना हो। त्यही अनुरूप चाहिँ गगन थापा चाहिँ सभापति पनि हुनुभएको छ, भएका हुन्, उहाँलाई धन्यवाद। तर केही परिवर्तन चाहेकै हो, तर समय छोटो भएको हुँदाखेरि विभिन्न दृष्टिकोणले हामी पछाडि परेका छौँ। हामी ढलेका छैनौँ, फेरि मरेका छैनौँ भनेको जो गगन थापाले भन्नुभएको छ नि, त्यही उद्देश्यका साथ हामी फेरि पनि बिउजने छौँ, अगाडि बढ्नेछौँ। यो हराभरा रुख जस्तै हामी अझ पुरै नेपाल अधिराज्यभरि पुरा हराभरा बन्नेछौँ भन्ने हामीलाई आशा छ। तर पनि शेरबहादुर देउवा भनेको सुदूरपश्चिमको खम्बा हो। कुनै पनि चाहे एमाले पार्टी होस्, काङ्ग्रेस होस्, माओवादी होस्, जुनसुकै पार्टीको भए पनि शेरबहादुर भने देशको खम्बा हो। तपाईँ सुदूरपश्चिमको एउटा युवा हुँदै गर्दा तपाईँले शेरबहादुरको सपोर्ट नगरेर तपाईँ एउटा गगन थापा पनि युवा नेता हुनुहुन्छ, सबैले स्वीकारेकै नेता हो, तर पनि एउटा सुदूरपश्चिमवासीको नाताले पनि त शेरबहादुर देउवालाई स्वीकार्न तपाईँ तयार हुनुहुन्न? हामी शेरबहादुर देउवालाई पनि स्वीकारिसकेका हौँ। स्वीकारेर 5 पटक चाहिँ प्रधानमन्त्री बनाएको हो। 2 पटक चाहिँ नेपाली काङ्ग्रेसको चाहिँ अब केन्द्रीय लेभलको चाहिँ राष्ट्रिय लेभलको चाहिँ सभापति पनि बनाएको। अब चाहिँ त्यो ढङ्गले चाहिँ चल्दैन है नेपाली काङ्ग्रेस। अब खबरदार है शेरबहादुरजी, अब रामचन्द्रजी, शेखरजी भनेर अब अहिले जनताको माग र यो युवाहरूको माग चाहना अनुरूप युवा नेतृत्व चाहिँ चयन गर्नुपर्छ। नयाँ ढङ्गबाट चाहिँ नेपाली काङ्ग्रेसलाई परिमार्जन गरेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्य हो हाम्रो। नेपाली काङ्ग्रेसको नेता चाहिँ हाम्रो सुदूरपश्चिमको खम्बा मात्र नभएर नेपाल अधिराज्यकै खम्बा हुन् शेरबहादुर देउवा। उहाँलाई हृदयदेखि नै हाम्रो अझ पनि सम्मान छ, आज पनि छ, भोलि पनि छ, योभन्दा अगाडि पनि थियो, अझ पनि रहिरहनेछ। तर चाहिँ हामीले केही नयाँ ढङ्गमा अगाडि बढौँ भन्न मात्रै चाहेको। उहाँको सम्मान चाहिँ कहीँ कतैबाट कमी छैन। उहाँलाई हामी सधैँ सम्मान गर्नेछौँ, सधैँ उहाँको अगाडि हाम्रो दशाङ्ग्लाको बिन्ती छ भन्न हामी। तर तपाईँले त्यसो भन्दै गर्दा तपाईँको सभापति गगन थापाजी सर्लाहीबाट अमरेश कुमार सिंह धेरै मतान्तरले पछाडिनु भयो नि। अहिलेको यो माहौलमा चाहिँ नेपाल राज्यभरि नै सर्लाही 4को मात्र कुरा नगरेर तपाईँको उतातिर कर्णालीको हुम्लादेखि जुम्लादेखि यतातिर बाजुरा, सुदूरपश्चिमको बाजुरादेखि बैतडीदेखि लिएर मधेसको तराईसम्म, तराईमा पनि 32 सिटमा 30वटा सिट चाहिँ राजसभाले, हाम्रो तराई बेगमा कैलालीमा चाहिँ 5वटा सिटमा क्लिन सिट, यो कञ्चनपुरमा चाहिँ क्लिन सिट भएको छ। राजसभाले एकदम राम्रो क्रेज बनाउनु भएको छ। बालेन शाह होस् या रवि लामेछाने होस्, उहाँहरूको क्रेडिट जनताले चाहिँ यिनीहरू है केही गर्छन् भनेर एउटा विश्वास गरेको छ। 2064 सालमा पनि माओवादीले चाहिँ 120 सिट ल्याउनु भएको थियो। अहिले चाहिँ राजसभाले चाहिँ 125 प्रत्यक्ष र 57 सिट समानुपातिकमा ल्याएको छ, सम्मान छ। तर त्यो अनुरूपको जनताको विश्वास र जनताको आश भरोसा नटुटोस् र जनताले चाहे जस्तो नेपालमा विकास होस् भन्न चाहन्छु। उहाँहरूलाई शुभकामना। जसै सर्लाहीबाट गगन थापाले हार्दै गर्दा तपाईँको यति सिट समानुपातिक र प्रत्यक्षमा ल्याउँदै गर्दा प्रतिपक्षमा बस्दाखेरि पनि तपाईँको संसदीय दलको नेता चाहिँ को बन्ला जस्तो लाग्छ तपाईँलाई? अब त्यो कुरामा एकदम धन्यवाद छ तपाईँलाई। अब संसदीय दलको नेता अहिले तत्काल अवस्थामा यो हो भन्न सकिँदैन। त्यसमा पार्टीको विभिन्न विधि, विभिन्न प्रक्रिया छन्। त्यो प्रक्रिया पुरा गरेर आम नेपाली काङ्ग्रेसको केन्द्रीय लेभलको नेताहरू, केन्द्रीय सचिवालय सदस्यहरू बसेर छलफल गर्छन्। छलफल गरेर ज्येष्ठ नागरिक जो हुनुहुन्छ उहाँलाई संसदीय दलको नेता अगाडि बढाउँछन् भन्ने जहाँसम्म मलाई लाग्छ। तपाईँले बिचमा भन्नुभयो राजसभाको अहिले लहरै छ भन्नुभयो, यसको मतलब तपाईँले राजसभाको सरकारलाई स्वीकार्न खोज्नु भयो? अब जनताले मतदान गरिसकेपछि, जनताले बहुमत दिइसकेपछि जनादेश नै ठुलो कुरा हो भन्ने म स्वीकार्छु। एउटा युवा भएको नाताले पनि, एउटा पार्टीको चाहिँ कार्यकर्ता र एउटा नेता भएको नाता हैसियतले पनि मैले स्वीकार्नुपर्ने हुन्छ। मैदान हो, खेल मैदानमा गएपछि कुनै पनि राजनीतिको खेल हो या फुटबल खेल हो या भलिबल खेल हो या क्रिकेट खेल हो, हार चाहिँ स्वीकार्नै पर्छ। जसले चाहिँ जित हासिल गर्यो त्यसलाई चाहिँ सम्मान गर्नै पर्छ। त्यो हाम्रो धर्म कर्तव्यले पनि त्यही नै भन्छ। अब नेपाली काङ्ग्रेस संसदीय हिसाबले संसदमा कस्तो भूमिका गर्छ होला तपाईँको विचारमा के छ? अब नेपाल अधिराज्यभरिमै अब
संसदीय लेभलमा चाहिँ दोस्रो ठुलो पार्टी बनेको छ। नेपाली काङ्ग्रेसले प्रतिपक्षको भूमिका कुनै पनि हालतमा डगमगाउँदैन। एक कान दुई कान मैदान भन्ने जस्तै नेपाली काङ्ग्रेसले आफ्नो यथास्थितिमा आफ्नो कर्तव्य, आफ्नो एजेन्डा, आफ्नो मुद्दाहरू उठाएर त्यो संसद भवनमा जनताहरूको आवाज बोल्छ र बुलुन्द आवाजले नेपाली काङ्ग्रेसले आफ्नो आवाज प्रतिपक्षमा भएर पनि सधैँ उठाएको थियो। हिजो 7 सालको कुरा गर्नुहोस्, 15 सालको कुरा गर्नुहोस्, 35-36 सालको, 42-43 सालको, 49देखि 62-63को आन्दोलनको कुरा गर्नुहोस्, नेपाली काङ्ग्रेस नेपाली जनताको हितमा काम गर्छ। नेपाली काङ्ग्रेस अझ पनि यो पटक नभए पनि अर्को पटक नेपाली काङ्ग्रेस नेपाली अधिराज्यकै ठुलो पार्टी बनेर आउँछ र नेपाली काङ्ग्रेसको सरकार बन्छ। जब जब नेपालमा सङ्कट आउँछ तब तब नेपाली काङ्ग्रेसको आवश्यकता हुन्छ। सम्पूर्ण आम नेपाली 3 करोडवासीलाई अनुभव भएको कुरा हो। अझै पनि केही कमी कमजोरी भयो होला, हामी सुध्रिएर सुधारेर अगाडि बढ्छौँ। नेपाली काङ्ग्रेस अझै पनि नेपालमा आफ्नो चाहिँ राज्य चलाउँछ भन्ने हामी विश्वस्त छौँ। अहिले विशेष महाधिवेशनको फड्को मारेर गगन थापाले एकलौटी आफ्नो तर्फ पार्यो भन्ने केही शेरबहादुर देउवा पक्षको भनाइ छ। अब नियमित हाम्रो यो अधिवेशन भयो भने त्यसमा कसले फड्को मार्ला जस्तो लाग्छ तपाईँलाई? अब त्यो अब निर्वाचनको प्रक्रिया हो। हामीले पनि चाहेको यो एकदम अति आवश्यक हुँदाखेरि चाहिँ विशेष महाधिवेशन भयो हो। अब हाम्रो पनि आवश्यकता चाहना भनेको नियमित महाधिवेशन होस्, सम्पूर्ण 77वटै जिल्लाका पदाधिकारी आएर एउटा गगन थापा जस्तै युवा लिडर र गगन थापाले जस्तै युवा र नेतृत्व गर्ने खालको नेपाली काङ्ग्रेसको नियमित अधिवेशनबाट सभापति चुन्योस् र नेपाली काङ्ग्रेस र नेपाल देशको भलाइ हुने एउटा युवा नेतृत्व आओस् भन्ने हाम्रो चाहना हो। फेरि पनि तपाईँ अब अधिवेशन नियमित अधिवेशन भयो भने फेरि गगन थापाकै नेतृत्वमा तपाईँ नेपाली काङ्ग्रेसको अधिवेशन हुन्छ भन्ने तपाईँलाई विश्वास लाग्छ? गगन थापाकै नेतृत्वमा अधिवेशन हुन्छ। गगन थापाले नै नियमित अधिवेशन बोलाउनुपर्छ। फेरि पनि नियमित अधिवेशन भएपछि भनौँ गगन थापा नै नेपाली काङ्ग्रेस सभापति बन्नुपर्छ भन्ने मेरो व्यक्तिगत चाहना हो। अनि गगन थापालाई त धेरै प्रकारका मुद्दाहरू छन्, त्यसको विषयमा के भन्नु चाहनुहुन्छ? कुनै पनि मुद्दा छैन। अब विभिन्न पार्टीले अनि त्यो बाख्रा भनेको के हो? त्यो बाख्रा भन्नेको कुरा चाहिँ यो सर्वोच्च अदालतबाट प्रमाणित भइसकेको छ। उनीहरूलाई कुनै पनि आक्षेप छैन। गगन थापाजीले भन्नुभएको छ मैबाट सुरुवात गर्नुहोस्। अझ अहिले त राजसभाको बहुमत आयो त गगन थापाबाट सुरुवात गर्नुहोस् न। त्यो पार्टीहरूलाई अहिलेको बहुमतको सरकारलाई, हुनेवाला सरकारलाई पनि हाम्रो शुभकामना छ। को कति कुन ठाउँमा कुन चिजमा भ्रष्टाचार गर्नुभएको छ, विभिन्न पार्टीको विभिन्न नेताको 2048 सालको यताको सम्पूर्णको फाइल खोलेर नेपालको कानुन बमोजिम तिनीहरूलाई, नेपालको कानुन बमोजिम तिनीहरूको सर्वोच्च अदालत, पुराना वेद अदालत, जिल्ला अदालतको कानुन प्रक्रियामा तिनको कानुनको कटघरामा ल्याओस् भन्ने हाम्रो शुभकामना छ। या गगन थापा होस्, या शेरबहादुर देउवा होस्, या आरजु देउवा होस्, या केपी ओली होस्, या प्रचण्ड होस्। प्रचण्डले भनिरहेको छ मैले चाहिँ जनआन्दोलनमा 5000को जिम्मा लिन्छु भनेर बकाइदा भाषण गरेर त्यस्तो व्यक्तिलाई पनि अहिले चुनाव जितेर आउनुभएको छ। त्यस्तो व्यक्तिलाई पनि त अहिलेको सरकारले चाहिँ के कति काम गर्छ, तिनीहरूलाई पनि कानुनको दायरामा ल्याएर नेपालको कानुन बमोजिम कारबाही गरोस् भन्ने हाम्रो चाहना हो। त्यसको लागि हामी साथ सपोर्ट गर्छौँ। हुन त यो केही पर्सनल कुरा पनि हुनसक्छ, तर केही कुराहरू पनि आएका छन्। हाम्रो सुदूरपश्चिमको एउटा खम्बा शेरबहादुर देउवा हुनुहुन्छ, पूर्व सभापति पनि नेपाली काङ्ग्रेसको हुनुहुन्थ्यो। उहाँको घरमा जलेको पैसा यही भन्नुहुन्छ, तपाईँको विचारमा के लाग्छ? मेरो विचारमा त त्यो यही भन्दा पनि उहाँहरूले अब यतिको वर्ष म राज गऱ्यो होइन, राज गर्दाखेरि एउटा सामान्य वडा सभापतिलाई त सदस्यदेखि लिएर एउटा टोल वडा चलाउँदाखेरि चाहिँ आर्थिक जरुरत हुन्छ। 5 पटक प्रधानमन्त्री भएको देशको चाहिँ काङ्ग्रेसको 2 पटक सभापति भएको मान्छेलाई एउटा विशाल देशलाई चलाउँदाखेरि आर्थिक स्वरूपको चाहिँ जरुरत हुन्छ। त्यो जरुरत भएको हुँदाखेरि केही मात्रामा पैसा हुन्छन् होइन। त्यो पैसा सबै त्यो चाहिँ उहाँको घरबाट निक्लिएको भन्ने छैन। केही त्यो फेक न्युजको पछाडि हामी नजाउँ। कुनै पनि मिडियाले चाहिँ भाइरल हुनको लागि चाहिँ शेरबहादुर देउवाको घरमा यस्तो, केपी ओलीको घरमा यस्तो आफ्नो भ्युज बढाउनको लागि गरेको छ। तर त्यो सत्य तत्त्व पैसाहरू चाहिँ निक्लेकै हुन्। त्यसको लागि छानबिन हुनैपर्छ। हामीले चाहिँ गलतलाई गलत भन्नैपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो। एकदम तपाईँले स्वीकार्नुभयो। अनि चुनाव हुँदै गर्दा, प्रतिनिधि सभाको निर्वाचन हुँदै गर्दा शेरबहादुर देउवा एउटा पूर्व प्रधानमन्त्री, 5 पटक प्रधानमन्त्री भइसकेको मान्छे आफ्नो भोट अधिकारको सदुपयोग नगरी सुटुक्क सिङ्गापुर भाग्नुभयो। यसको तात्पर्य के हुनसक्छ? त्यसको तात्पर्य अब केही चाहिँ अब यस्तो चाहिँ देशमा चाहिँ विगत
15, 20, 30 वर्षदेखि चाहिँ उहाँले देश हाकिरहनु भएको थियो, पार्टी हाकिराख्नु भएको थियो। एक्कासी उहाँ चाहिँ त्यो पार्टी र त्यो पद र त्यो पक्का तहबाट चाहिँ बाहिर हुनुभयो। उहाँलाई दुःख लाग्नु स्वाभाविक पनि हो, तपाईँलाई पनि लाग्छ, मलाई पनि लाग्छ, अर्कोलाई पनि लाग्छ। अब यो हाम्रो त धारणा हो, विभिन्न कारणवश उहाँले यो चुनावभन्दा पछि चाहिँ आफ्नो इलाजको लागि चाहिँ सिङ्गापुर जाँदाखेरि राम्रो हुन्थ्यो, तर उहाँको व्यक्तिगत कारणले चाहिँ उहाँ र उहाँको श्रीमती जानुभयो। आफ्नो घरायसी कारण र आफ्नो व्यक्तिगत समस्या र आफ्नो चाहिँ औषधिको लागि चाहिँ उहाँ जानुभयो। त्यसको लागि हामीलाई कुनै गुनासो थिएन, तर उहाँ नेपाल भइदिएर नेपाली काङ्ग्रेसलाई चाहिँ जिताउनु पर्छ भन्ने एउटा अभियान जारी गरिदिएको भएखेरि यो नेपाल देशको लागि पनि फाइदाजनक र नेपाली काङ्ग्रेसको लागि पनि एकदम पर्फेक्ट यो सिचुएसनमा राम्रो हुन्थ्यो भन्ने हाम्रो चाहना हो। तर त्यो हुन सकेन। उहाँको आफ्नो व्यक्तिगत समस्या देखाएर अब विदेश जानुभयो। त्यो सिचुएसनमा अब हामीले चाहिँ अरूको व्यक्तिगत कुरामा धेरै बोल्ने कुरो पनि भएन। त्यो सिचुएसनमा उहाँको व्यक्तिगत समस्या र उहाँले जानु, तर समग्र हाम्रो पार्टीको लागि चाहिँ क्षति भएको यो चाहिँ हामी आम नेपाली काङ्ग्रेसले महसुस गरेको कुरा हो। यसो भन्दाखेरि अब अहिले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो, केही काङ्ग्रेसले पनि अलि राम्रै मत ल्यायो, राष्ट्रसभाभन्दा कम भए पनि प्रतिपक्षमा बस्नको लागि राम्रै सिट ल्याएको छ। यसो भन्दाखेरि 2084 सालमा अब स्थानीय तहको निर्वाचन हुँदैछ। यसमा नेपाली काङ्ग्रेसको नगरपालिका र वडा कार्यालयतिर के देख्नुहुन्छ तपाईँ? हामी एकदम अब यो चाहिँ अहिले 82को निर्वाचनलाई मध्यनजर गरेर आउँदो स्थानीय चुनाव 84मा हामी टोलदेखि लिएर वडादेखि लिएर नगरपालिकासम्म महानगरपालिका उपमहानगरपालिकामा हामी अझै ठुलो पार्टी बन्छौँ र पहिलो पार्टी बन्छौँ। त्यो सिचुएसनलाई निहालेर विगतका कमी कमजोरीहरूलाई अँगालेर हामी अगाडि बढ्छौँ र आउँदो निर्वाचन नेपाली काङ्ग्रेसले आउँदो स्थानीय चुनाव 2084मा नेपाली काङ्ग्रेस पहिलो पार्टी बन्छ भन्ने हाम्रो व्यक्तिगत र हामी समग्र पार्टीहरूको हाम्रो चाहना हो। हामी पहिलो पार्टी बन्छौँ आउँदो निर्वाचनमा, स्थानीय चुनावमा नेपाली काङ्ग्रेस नै पहिलो पार्टी बन्छ। त्यो चाहिँ जति जेसुकै कसैले लालछना लगाए पनि हामी पहिलो पार्टी भन्ने मेन उद्देश्यका साथमै मैदानमा उत्रन्छौँ भन्ने हाम्रो चाहना हो। अहिलेको जस्तो राष्ट्रसभाको जस्तै आँधी भेरी आइदियो भने वडादेखि नगरसम्म के गर्नुहुन्छ तपाईँ? त्यो त अब समय सिचुएसनले बताइहाल्छ। अहिले चाहिँ चैत्र 5-7 गते चाहिँ नेपालमा चाहिँ राष्ट्रसभाको चाहिँ सरकार बन्दैछ। यो 1-1.5 वर्षको अन्तरालमा उहाँहरूले गर्नुभएको काम, उहाँहरूले गरेको क्षमता देखाएको भेग भएर चाहिँ सबै जनताहरूले मूल्याङ्कन गर्छन्। त्यो सिचुएसनलाई टेकेर नेपाली काङ्ग्रेस अगाडि बढ्छ र अर्को आउँदो यो स्थानीय चुनावमा तिनीहरूले चाहिँ काम गर्न नसकेपछि त्यो स्थानीय चुनाव मात्र नभएर यो सङ्घको चुनाव पनि मध्यवतीमा जान सक्छ भन्ने मेरो व्यक्तिगत धारणा हो। तपाईँले त्यसै भन्दाखेरि अछाम जिल्लाको क्षेत्र नम्बर 2 का हामी विशेष गरी बासिन्दा हुनाको कारणले अछाम जिल्लाको सम्पूर्ण नगरपालिका र वडामा नेपाली काङ्ग्रेसले झन्डा गाड्न सक्छ त? अब नेपाली काङ्ग्रेसको अहिले पनि तपाईँको साँफे नगरपालिकामा, चौरपाटी गाउँपालिकामा, जयगढ गाउँपालिकामा नेपाली काङ्ग्रेसकै नगर प्रमुख र वडा अध्यक्ष यो गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष छन्। रामा रोशन र यो तपाईँको मेललेकमा मात्र हाम्रो उपाध्यक्ष छन्। त्यो पनि तालमेलको कारणले भयो। अझै पनि हामी कमजोर छैन अछाम जिल्लामा, अझै पनि हामी बोलिरहेको छौँ। हाम्रो जित अछाम जिल्लामा अझै पनि यो सुदूरपश्चिमको पहाडी भेगमा नेपाली काङ्ग्रेस नै पहिलो पार्टी बन्छ। यो लेखेर राख्नुहोस् आजको अन्तर्वार्तामा। तपाईँले चाहिँ विभिन्न दृष्टिकोणले चाहिँ 2084 वैशाख या चैतमा चुनाव हुन लागेको छ। त्यो अवस्थामा चाहिँ यो तपाईँको मिडिया मार्फत जानकारी गराइदिनु होला। सम्पूर्ण सुदूरपश्चिमवासी र असमवासीलाई अनुरोध गर्दछु, आउँदो स्थानीय चुनावमा नेपाली काङ्ग्रेसले चाहिँ सम्पूर्ण पालिकादेखि लिएर नगरपालिकादेखि लिएर पहिलो पार्टी बन्छ भन्ने हाम्रो चाहना हो। हस् त, धन्यवाद। धन्यवाद। यहाँहरूसँग लामो कुरा भयो। यसै गरी हामीसँग हुनुहुन्छ प्रवासमा बस्दै आउनुभएका देवस्थान मुम्बई सम्पर्क समितिका अध्यक्ष श्री भरत खड्काजी हुनुहुन्छ। हजुर, यहाँलाई स्वागत छ यस कार्यक्रममा। तपाईँलाई अहिले भरत कुमार सरले अछाम जिल्ला क्षेत्र नम्बर 1 मा जित्दै गर्दा, भीमरावले हार्दै गर्दा तपाईँलाई कस्तो महसुस भइरहेछ? धन्यवाद यो प्रश्नको लागि भाइ। अब एउटा अघि भनिसक्नुभयो, हार जित भन्ने कुराहरू, हार जित त भइहाल्छ। अब जित यस्तो हो, एउटा भीमरावजीले पनि कयौँ वर्षसम्म राजनीति गरेर अब गृह मन्त्री, पर्यटन मन्त्री हरेक कुराहरू उहाँले पनि गरेको। अब हार जित त पार्टीमा भइहाल्छ।
अब हेरौँ अब के गर्छन् भरत सर पनि उहाँले पनि धेरै सङ्घर्ष गरेर धेरै अगाडिदेखि जनताहरूको सेवा गरी घर दैलोमा धेरै कुराहरूमा उहाँले राम्रो आफ्नो इतिहास छोड्नु भएको हो तैपनि विजय हुनुभयो अब हार जित त भइहाल्छ त्यसको लागि ठुलो कुराहरू छैन अब धेरै भन्नु चाहँदैन त्यही हो सबै अनि ठिकै छ अब धेरै कुरा हजुरको सयात्रीले पनि भनिसक्नु भएको छ हाम्रो तोकराज खड्काजीले हजुर अब म तपाईँलाई एउटा पर्सनल प्रश्न सोध्न चाहन्छु देवी स्थानमा आउँदो चुनाव 84मा तपाईँ वडा अध्यक्षको प्रत्याशी भन्ने कुरा छ नि के छ नाइ त्यस्तो त होइन अब साथ सपोर्ट राम्रो व्यक्ति हुनु पर्यो राम्रो व्यक्तिलाई चिन्नु पर्यो अब जनताले सम्भावना गरेको र अब गर्नु चाह्यो भने सक्ने- तपाईँ उठ्न सक्नुहुन्छ त्यो त अब पछिको कुरा रह्यो हुन्छ धन्यवाद तपाईँसँग ल, धन्यवाद। धेरै धेरै धन्यवाद धन्यवाद यहाँलाई